हेलो गाइस, वेलकम बैक टू माई यूट्यूब चैनल। आज म फेरि नयाँ भिडियो रियाक्ट गर्न उपस्थित भइसकेको छु। भिडियोको टाइटल रहेको छ राजावादी भर्सेस गणतन्त्रवादी। हाम्रो जालान दाजुको भिडियो रहेको छ। हजुरले हेर्नु भएको छ होला, हेर्नु भएको छ भने ठिकै छ, हेर्नु भएको छैन भने मसँग बसेर हेर्दिउँ। आउनुस् सुरु गरौँ। लेट्स गो काका। लेट्स गो। राजाले मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। ए बाबा बोल्दिनुस् भन्थे। बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। एकदम खुसी हुनुहुन्छ होला हैन? म त खुसी हुने भइहाल्यो नि। तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोड्दिनुस् र हजुरबा चाहिँ अलि दुखी हुनुहुन्छ जस्तो लाग्यो। राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। हामीलाई हो र साथ दिन तर केमा साथ माग्नु भयो बुझेर पनि त बुढा हेरेर नि त्यहाँ कम बाटो छ नि बुढा। लेफ्ट राइट रे अझ मजाक गर्दै हेर त त्यहाँ मजाक गरे त्यहाँ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ? हेर हेपेको झाट भने के हो थाहा छ? भुत्ला गरेला लास्टमा त यार के राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ भतेर लाग्छ। त्यो लगाइदिन्छ सबैलाई खबर गर्नु होला। अरु पार्टीका झोलेहरु पनि आउँछन् क्या खानकै लागि भयो पनि। आउँछन्। नागरिकहरुको आज उपस्थिति भयो 25 लाख 25 लाख 16 लाख दर्शक को दिखाओ खच भरे हुए हैं। कोहीले 25 लाख कोही सराएर के हो खास मान्छे चाहिँ कति देखेर हो भन्दा तल यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला। हो हल्ला हल्यो ए आहा डना स्वाद लाग्यो चाहिँ क्या अरे? उसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्रै लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचै। हामी नाचेको नाचै त्यही त त्यसरी भन्नु पाइन्छ। ओलीलाई किन चाहियो? यत्रो देशैभित्र खानु पर्यो। गणतन्त्र धोका केपीएली बोका अरे आमा हो। यो त मान्छेहरूलाई यस्तो दिमाग चाहिँ काँडा आउँछ यार। त्यति छाडो त नबोलाऊ। त्यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? राम्रो काम गरेको थियो भनेदेखि आई लभ यु भनिहाल्थे। राजा त होइन रे, के भने मार्छ नि अहिले अरे। चढा नेपालीले राजावादीहरुको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17000 मान्छे मर्या, किन राष्ट्र आउनु पर्यो? राजावादीहरुको भिडमा उभिएर राजाकै विरोध। वाह त तैले गरेकै हो डाडा रेजिस्टेन्ट डाडा। यो भाइले बहुत डिस्टर्ब गर्यो। यो भाइलाई तपाईको कुरा छ भने आउनुस् त यहाँ राख्नुस् त। एमालेहरुले यस्तै मान्छे पठाउँछन् क्या, रक्सी खुवाएर झमेला हाल्दिनलाई पठाउँछ। बिचारालाई यार बाइकमा होला थर्कायो यार। अति नगर न रे। कहाँको लाग्यो छोरा चाउरे के गरेको यो रक्सी खाएर? आन्दोलनमा रक्सी खाएर हिँडेको ल ठिक छ। अब नेपालीहरूको कामै के हुँदैन नि, अब ट्याक्क लाएर चाहिँ जहाँ रक्सी पाउँछ बाँस भात खाइदिने, ट्याक्क लाएर हिँडिदिने, केही छैन क्या। देश विकास हुँदैछ। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जोडियालाई पनि हेर्नुस् यहाँ। कोहीलाई के धन्दा घरलाई खानाको धन्दा भन्ने याद है। उसलाई चाहिँ उहाँ सिपाही हरायो भनेर यहाँ चाहिँ नि आन्दोलन गर्दैछ फेरि एउटा के भन्नु हल्दार हरायो ल्याएर मान्छे पुलिसले खोज्छ, पुलिसलाई पो खोज्दै हुनुहुन्छ त। को यार वरिष्ठ हो यहाँको म्याम। हो र यार। राजा चाहिएन अहिलेलाई? राजा आऊ के म पनि शहीद बन्ने त मर रन्डीको छोरा। राजाको लागि गोली खाने। यो अलिकति बढी भयो जस्तो लाग्यो क्या। भुराहरूलाई चाहिँ यसरी ल्याउनु हुन्न थियो क्या साँच्चै भने। यस्तै यो राजा चाहियो भन्दैमा हैन
यो भुराहरू स्कुलमा पढ्दै गरेकालाई चाहिँ यस्तो गर्नु नहुने थियो मेरो विचारमा चाहिँ। म कसैको बादी होइन है फेरि त अति गरे यिनलाई केही थाहै छैन यी जग्गा भुराहरूलाई। के अरे पढाइ शिक्षाको अभाव रहेछ हो रहेछ। खुरुखुरु पढे त के को अभाव थियो त नि पढाइको आमामा हो पढाइ शिक्षाको अभाव भनौँ त्यही त मासु भात खानलाई हिँड्ने हो क्या खास। प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ? विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि विदेश जानुहोस्। नेपालमा काम त पाइन्न। त्यो काम त पाएन। काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ। के विवाह फेरि त्यही है मान्छे त गजब छन् फेरि के विवाह पनि कडा है सब उस्तै साँच्चै भने गाला सिकाइदिएछन् तातो पन्युले त्यस्तोलाई चाहिँ मार्नै पर्छ क्या। बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन्। त्यो त अति गरे हो क्या त्यो। सानो थिए मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो? राजाको सान के भन्दा पनि भित्र जनताको अवस्था होइन राजाको सान त थियो त के थियो त सान राजालाई राजा भने चाहिँ सम्मान गर्थे भन्दैमा अहिले प्रधानमन्त्रीहरूलाई सम्मान गरेनन् भन्ने होइन नि त। तिमी के हिसाबले बाँच्न पाथ्यौ भन्ने कुरो मात्रै हो है। म त्यतिखेर जन्मेको थिइनँ मलाई थाहा छैन अहिले मलाई ठिक छ केही थाहा छैन। कस्तो थियो भन्ने कुरा हो क्या मेन। म चाहिँ राजतन्त्र हुने बेला सानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन। थाहा छैन भने यहाँ सुन्नुहोस् राजाको शासन यस्तो थियो म भन्छु राजपरिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन थियो। पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो। बोल्ने स्वतन्त्रता थिएन स्वतन्त्रता थिएन। महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन। पर्यो कुराहरू किनभने त्यो त मलाई थाहा छैन है साँच्चै। जब देश संघार हुन्छ तब महिला उठ्छन्। अब मासु भातको कमाल होला होइन म नराम्रो भन्न खोजेँ होइन यत्तिकै चाहिँ नउफ्रियौँ क्या। भोलि अब दुर्गा प्रसादले चाहिँ नि अब राजा त होइन र नेता ठिक हो भन्यो भने नेताको पछाडि लाग्ने एउटा लिडरले यो ठिक भनेको पछि नलागौँ क्या। आफूले चाहिँ के सही हो के गलत हो भन्ने कुरामा चाहिँ पछि लागौँ भन्ने विचार हो है मेरो चाहिँ। 15 वर्षमा के बनाइदिनु भयो त? कुन ठाउँ बेच्नु भएको छ? खोला नाला सबै बेचिसके। यो पारी चाहिँ छैन है हाम्रो नेपाल भन्नु बाबु नेपाल हाम्रो सरकारले बेच्यो क्या हो र सरकारले बेच्मा राजा ल्याउनको लागि आओ ल्याइस राजा राजालाई यहाँ नारायण हिटीमा ल्याउँदै छ। राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल बनाउन नेपाललाई नेपाल बनाउनलाई ल ठिक छ तिमी नेपाली भएर बाँच्न चाहिँ सिकेनौ ल नेपाललाई नेपाल बनाउने भन्दै हिँडेछौ होइन ठिक छ। उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि म के बोलिने यसमा म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त? मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईको जाँड धोगेर आफ्नै सेलिब्रिटी बेच्न खोज्छ त्यसले राजा खोज्छ बस त्यति हो। यो चाहिँ साँच्चै भने अब यही कुराको पछि लाएर अब कमेन्ट गर्ने मान्छेहरू धेरै होलान् होइन मेरो विचारमा होइन। मान्छेहरूको आफ्नो आफ्नो ओपिनियन हुन्छ होइन। राजतन्त्र फालेर फेरि त्यही राजतन्त्रको लागि चाहिँ पहिला त्यही ज्ञाने चोर देश छोड भन्ने जनताहरू आज त्यही राजा चाहियो भनेर कराउँछन् होइन। मेरो विचार चाहिँ के हो भन्दाखेरि बरु हामी प्रधानमन्त्री र राष्ट्रपति चुन्नौँ भनेर चाहिँ नि आन्दोलन उठाउन सक्दैन थियो राजै चाहिन्छ त। पछि राजाले नि केही गर्न सकेनन् भने कसको लागि हात फिजाउन जाने त नि त आवा त सुन्नु भयो नि उहाँको लोजिक जसले राज संस्थाको विरोध गर्नुहुन्छ मलाई मन परेन है साच्चै सबैजना जोडिए आफ्नो चेलीबेटी बेच्नेहरू हो को हुनुहुन्छ तल कमेन्ट गर्नुस् त। हाम्रो राजा चाहिन्छ मेरो राजाले के गर्यो भन्छन् के कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् हैन। आज भनिदिनुस् त के गर्नु भयो? मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दियो त्यही ठुलो कुरा हो नि। जन्मदिन मात्रै ठुलो कुरो हो त बाउको लागि जन्मदिन मात्रै काम हो त बाउको। आफ्नो छोराछोरीको पालन पोषण गर्ने चाहिँ कसको जिम्मा त नि? आफ्नो छोराछोरीको पालन पोषण पनि त गर्नु पर्यो शिक्षा स्वास्थ्य पनि त हेर्नु पर्यो होला नि त के हो त्यो चाहिँ अलिक बढी धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो। पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे। विराटनगर जुट मिल थियो हो र होइन ला के हो टेक्सटाइल थियो भिरकुटी काज कारखाना थियो र आज के भयो सरफ का सब बन्द गर्ने। हामी कदापि यो भ्रममा नपरौं
कि विगतमा नेपाल ठिक थियो भनेर। विगतमा नेपाल ठिक थिँदै थिएन। एउटा भन्छ अर्कोले जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन्। पहिलाको नेपाल त गोल्डन एरा भन्छन्। कसको लागि गोल्डन एरा? राणाको लागि कि राजाको लागि? नेपाल कहिले पनि धनी थिएन, कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन। गोल्डन एरा त अहिले चलिरहेको छ बरु। किलोका किलो सुन सामान दिन्छ एयरपोर्टबाट। अरू भन्दा पनि यो 25 करोड चाहिँ कसले लयो होला कि? तँ मलाई चाहिँ अलिकति उत्सुकता भइरहेछ, कसैलाई थाहा छ भने कमेन्ट गरिदेऊ है गाइस। जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन। यो राजाको बेला विकास छैन भन्ने मुजिहरूलाई मैले भन्छु त यहाँ चिक्ने पनि 20 वर्ष पहिला फुसीको डल्लो थिइस्। काका के भयो किन? 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनु भयो नि। धेरै खुसी नहुनु, त्यो सबै राप्रपाले गर्दा आएको रे। अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि हामीले गरेको होइन अप्ठ्यारो पनि लाग्दो रहेछ के मान्छेलाई अगाडि गएर भिडमा फोटो खिचेर। हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको रे यत्रो भिड। त्यतिकै हावामा हुन्छ। अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन? जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन्। यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ। राजा ल्याउँछु भन्नेहरू नै मिल्नु यस्तो त के हो यार? राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ? त्यो त पत्याइन मैले पत्याइन। गर्दै सुरु दरबार भित्र पस्यो भने के गर्छ नि? कहाँ ल्याएर कुर्सी ओए अब कुर्सी यहाँ ल्याएर राख्नु त ठुलो कुरो भएन है। अब के भन्ने, म यसमा धेरै बोल्न चाहिँ चाहिएन, ठिकै छ। अब राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिराउने। राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायण हिटीमा छिराउँछौँ, सिरपेज लगाउँछौँ। त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो छेडिन्छ। हामीले त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने। यति भनेपछि भाइरल भइयो होला होइन दादा? होइन मैले यस्तो नराम्रो भन्नु खोजेँ होइन। बरु चाहिँ नि हामी राष्ट्रपति प्रधानमन्त्री हामीले चुन्न पाऊँ भन्ने कुरामा लड्नु छैन। राजा चाहियो, यो चाहियो, त्यो चाहियो। नेताहरू कुनै पनि ठिक छैनन्। हामीले चाहिँ नि यो देशभरिबाट चाहिँ राष्ट्रपति र प्रधानमन्त्री चुन्न पायौँ भने एउटा केही क्रान्ति होला कि भन्ने चाहिँ छैन क्या। राजा चाहियो भन्ने कोही प्रधानमन्त्री हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। त माया चिक्नी बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like ज्ञानेन्द्र शाह? Please make someone else a king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा भन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। लिलबुदालाई राजा बना। तेरी माया चिक्नी रन्डीको छोरो। लिलबुदालाई त माया चिक्नी कुत्ता साला कुकुर। लिलबुदा दाइ, लिलबुदा राजा भन, रन्डीको बा। त मुजी त आयामा हाम्रो साकार दाजु नभएको यो भिडियोमा मिठास आउँदैन क्या कहिले नि, साँच्चै भने। राजा हो म। कसरी राजा? हजुर को हो र? जङ्गबहादुरको दोस्रो रूप हो। हजुर जङ्गबहादुरको दोस्रो रूप भनेर कसरी पट्याउने? नभ त्यहाँ जुङ्गा हेर। राजा जी जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि। पारसको देख्नु भने त्यत्रो जुङ्गा। तेरो गाजा खाइरहेछु माछिङले मैले। त्यतै त हो। कसरी हो? घुस खानु भन्दा गाजा खानु ठीक हो। भनेपछि पारस ठीक हो भन्नु खोजे। लजिक त बवाल छ, लजिक गजब बवाल। वास्तवमा भन्ने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो जसको कुनै एम्बिसनै छैन। साधारण जोडी सन्यासी। अनि त्यो एम्बिसनै नभए मान्छेले देश चाहिँ कसरी बनाउनु त? ल भनौँ नि त, देश त बनाउनु पर्यो नि त। एउटा केही भिजन त हुनु पर्यो होला नि त मान्छेमा। लिडर भएपछि त एउटा भिजन हुनु पर्यो नि। त्यो भिजन बिनाको मान्छे त के हेर्दैन? राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो। आहा, राष्ट्र प्रेम राष्ट्र प्रेम त्यस्तो पो रहेछ फेरिमा। है माफ गर्नु होला, म हाँसेँ है। भोलिको नराम्रो कमेन्ट चाहिँ नगर्नु होला होइन। आफूले जानेर बुझेर चाहिँ नि होइन, के सही हो केही गलत चाहिँ छुट्याउन सक्छौँ है जनता हो। आउँदै हुनुहुन्छ साँच्चै ज्ञानेन्द्र शाह त देखिया यार कस्तो यो सत्ता र यो परमानेन्ट राजा आइसकेको छ। कहाँ छ? आउँदै हुनुहुन्छ साँच्चै यार। प्यारा प्यारा सिरबाद ओहो के छोडो बरुलाई फर्स्ट यो मान्छेहरु के बनाउन जाने के अचम्म लाग्छ के मलाई यार साँच्चै भने। ओहो गाटे रे बाबा। पाँचवटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र
4वटा खेल्ने तासमा अनि त्यो खेल्ने यो तासमा मान्छे चाहिँ साँच्चै हो नि यो मान्छे चाहिँ मलाई कस्तो अचम्मको मान्छे लाग्छ क्या साइको पागल हो कि हावातालमा यत्तिकै प्रधान के अरे मन्त्री पद पाएको हो कि के हो जनताले एकतालाई चिनाउने मासु भातको पछि लाएर जिताउने नि के हो खास है अचम्म लाग्छ क्या हामी राजाबादी राजा फर्काउनै पर्छ के गर्ने राजा फर्काउने हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे बिल्कुल नेपालमा राजा तपाईले देख्नु भएको हजुरले पो चस्मा लाउनु भएको छ आँखा कमजोर छोरा देख्नुहुन्न हामीले त देख्छौँ नि को राजा राजा ज्ञानेन्द्र शाह त हुन थाहा छ नि तपाईलाई ज्ञानेन्द्र त फटा हो आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर रन्डीको छोरा एउटा छोरो पाल्न छैन राजा खानु पाइन्छ राजावादी भएर के भनेको थियो तपाई त राजावादी हो तर राजावादी हो पृथ्वीनाथवादी हो वीरेन्द्रवादी हो महेन्द्रवादी हो ज्ञानेन्द्रवादी होइन मुकुन्दजी हजुरले भनिदिनुस् त के भन्न चाहनुहुन्छ यो विषयमा राजतन्त्र सामन्ती संस्था हो त्यो सिद्धिसकेको नर्क हो त्यही पनि वीरेन्द्रको राजतन्त्र भएको भए जितेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे सहन्थे पनि अब यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो त्यस्तो घिनलाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन राजा चाहिएन अहिलेलाई राजा अब यो राजेन्द्र केटा जुङाको रेखी बाजेको कुरा सुनौँ न के भन्छ जुङाको रेखी धरी बसेर चाहिँ राजा चाहिएको छ राजा भनेको वीरेन्द्र मात्रै हो वेदको राजा वीरेन्द्र हो वीरेन्द्रलाई पो लगेर चलाइयो त ज्ञानेन्द्र त जिउँदैछन् वीरेन्द्रलाई फर्काउनु स्वर्गबाट ल्याउनुहोस् ल हामी मान्छौँ गाइज तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो भिडियोलाई लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला अर्को भिडियोमा म फेरि भेट्नेछु तबसम्मको लागि बिदा चाहन्छु हस्त धन्यवाद